हेलो गाइज, म कमल नेपाली। म चाहिँ आज धुरकोटको यो गाउँपालिकामा यति रमाइलो ठाउँमा आइसकेको छु। यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने यो छल्दीपनादेखि हाम्रो माथि यो लोकेसन चाहिँ छल्दीपनादेखि सिधै बाटो तपाईँको पिच गरेको बाटो एकदमै राम्रो बाटो छ। तपाईँ पनि आउन सक्नुहुन्छ। यदि मैले यस्तै यस्तै भिडियोहरू बनाउने गर्छु, यस्तै भ्लगहरू बनाउने गर्छु र मेरो भ्लग मनपर्छ भने केएनटिभी मिडिया, मैले युट्युब च्यानल खोलेको छु केएनटिभी मिडिया भन्ने। त्यो मिडियालाई चाहिँ हजुरले सब्सक्राइब गरिदिनु होला, युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। एकदमै रमाइलो छ, एकदमै राम्रो ठाउँमा आइसकेको छु म। यो चाइनाको ग्रेट वाल जस्तै यो नेपालमा चाहिँ धुरकोटमा यति राम्रो ग्रेट वाल बनाएको छ सरकारले है। गाउँमा पनि विकास भएको छ भन्ने चाहिँ हामीले थाहा पाउन सकिन्छ। बालिन सरकारको सरकार आइसकेको छ। अनि गुल्मीमा चाहिँ हाम्रो सागर ढकाल युवा नेता, हाम्रो सागर ढकाल अनि हाम्रो गोविन्द पन्थी चाहिँ यहाँको सांसद हामीले जिताएर पठाएका छौँ। त्यस्तै भए जस्तै भएको छ, एकदमै रमाइलो भएको छ। यो राम्रो ठाउँमा छ, यति राम्रो ठाउँ छ, हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ। धेरै नै राम्रो ठाउँ छ यो। तपाईँ पनि आउँदै गर्नु होला। अहिले भने केएनटिभी मिडियालाई लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच।